ल जुन कुरीको सिङ छैन त्यसको नाम तिखे अनि जुन कुरीको पुच्छार हुँदैन त्यसको नाम फुर्के भन्ने उहिलेको बुढापाकाहरूले जो उखान भन्थे नि त्यो बुढापाकाहरूले भनेको उखानहरू चाहिँ सही लाग्छ मलाई अहिले सम्झिन्छु। हाम्रो नेपाली दाजुभाइहरू अब टाढाको त के भनौँ हाम्रै नेपाली दाजुभाइहरू छ जग्गा जग्गा ठाउँ ठाउँहरूमा जसले चाहिँ कि अब प्राइभेट गाडी कुदाउँदाखेरि हाम्रो ट्याक्सी गाडीलाई चाहिँ एकदमै होच्याएर नै धम्काउने कुराहरू गर्छ हो। अनि यसो सम्झिन्छ ऊ पनि ड्राइभरै हो, ठुलो कुरा त छैन उसको, ठुलो काम त केही गरेको छैन, ऊ पनि गाडी कुदाएपछि त हामी जस्तो ड्राइभरै हो। ऊ पनि एउटा गाडी कुदाउने ड्राइभर, प्राइभेट गाडी भए पनि ऊ ड्राइभरै हो नि त। हामी ट्याक्सी कुदाउँछौँ, हामी पनि ड्राइभरै हो। तर के त यति साह्रो भेदभाव भएको होला हौ। अलिकति 10-12 लाखको गाडी प्राइभेट गाडी निकालेपछि चाहिँ हाम्रो सानो ट्याक्सी गाडीलाई चाहिँ हेपिहाल्छ। के हो यो चाहिँ बुझ्न सकिनँ मैले। अनि मलाई यसो लाग्छ उहिलेको बुढापाकाले भनेको कुराहरू ठिकै लाग्छ। जुन गोरुको सिङ छैन त्यसको नाम तिखे अनि जुन गोरुको पुच्छार हुँदैन त्यसको नाम चाहिँ फुर्के भनेको चाहिँ यसै कारणले भनेको रहेछ भन्ने भयो मलाई पनि। हातमा अलिकति ब्यान्डेज स्यान्डेज लगाएर चाहिँ हो, त्यो पार्टीको ब्यान्डेज लगाउँदैमा पार्टीको पद पाएको जत्तिकै काहीँ नभएको भैकार भएर धम्की दिन्छ। सबस उसले पार्टीको पदै पाएको होला, तर पद पाएर धम्काउने त होइन नि, जनतालाई काम गर्नु भनेर पठाएको नि त उताबाट त माथिबाट त। तर आम्मा धम्काएर राख्छ गाँठे, सकिन हौ मैले त। ठेट कसैलाई नराम्रो भन्नु खोजेको होइन, तर जुन दिन चाहिँ हामी जस्तै ट्याक्सी कुदाएर चाहिँ परिवार पाल्नुपर्छ नि त्यतिखेर मात्रै याद आउँछ कि ट्याक्सी कुदाएर परिवार पाल्नु, हुर्काउनु, बढाउनु, पढाउनु कतिको गाह्रो हुन्छ भनेर त्यतिखेर चाल पाउनेछ। ल यो भिडियो चाहिँ त्योसम्म पनि पुग्यो भने चाहिँ राम्रो हुन्छ। नाम लिँदिनँ, कहाँको त्यो मान्छे अलिक मैले चिन्नु पनि सकिनँ। अलिक सोधखोज गरौँ भनेको फुर्केपन देखाएर गयो कि, तर ठिकै छ। एक दिन न एक दिन फेरि बाटोमा घुमिफेरि भेटौँला ल, त्यतिखेर बात मारौँला के पदमा रहेछ होइन। पद त पायो तर जनताको सेवाको लागि हो, धम्काउनको लागि होइन ल। अनि तपाईँलाई बिजाएर भन्नु पनि खोजेको होइन मैले। यो चाहिँ अब हामी सबैजना एकै हो। हामी ट्याक्सी कुदाएर खाँदैछौँ भने तपाईँ पनि प्राइभेट गाडी कुदाएर सायद कसैको कुदाउनु भएको होला। सायद तपाईँ स्यालेरीमा हो कि बा तपाईँको आफ्नै हो कि त्यो मलाई थाहा भएन, तर ट्याक्सी कुदाएर हेरेर चाहिँ एक दुई महिना चाख्नुहोस् न, अन्त मात्रै चाल पाउँछ तपाईँले यसरी हेप्नु हुँदैन रहेछ भनेर। ल आजलाई यति नै। जो तपाईँलाई कस्तो लाग्छ तपाईँले आफ्नो कमेन्टमा आफ्नो विचार राख्न सक्नुहुन्छ। सो अहिलेलाई मैले केही गल्ती कुरा गरेँ भने माफ माग्ला। कसैको एगेन्स्टमा गएको छुइनँ, कसैलाई होच्याएर भन्नु पनि मन छैन, कसैलाई दबाएर राख्नु पनि मन छैन। जो आयो सत्य कुरा बोलेको छु, यसमा गल्ती भयो माफ पाऊ है।